पकाउँदैछौँ? आज हामी यो मरी पकाउन लागेका छौँ। यो मरी पकाउनलाई कुन पिठो हामीले चलाउनु पर्छ? चामलको पिठो चलाउनु पर्छ हामीलाई। अनि अरू के सामानहरू चाहिन्छ होला? यो मरी बनाउनलाई यो चाको चाहिन्छ, टिरको ढुलो, नरिवलको ढुलो, यो सुकमेरको ढुलो, अनि तेल चाहिन्छ। अब त्यसपछि हामी अब केबाट सुरु गरौँ? अब हामीले चाहिँ नि यो चाकुलाई चाहिँ नि पकाउनु पर्यो। यो चाकु पकाउनलाई चाहिँ नि एउटा भाँडा चाहियो हामीलाई। यो भाँडामा चाहिँ नि अलिकति पानी राख्ने। अब यो चाहिँ नि भाँडा चाहिँ चुलोमा बसाल्ने। चुलोमा बसालिसकेपछि यो चाकु चाहिँ यसमा खनाउने। यो चाहिँ चाकु नपाकेसम्म यो पकाइराख्ने, चलाइराख्ने। त्यो चाकु राखिसकेपछि यो चाहिँ बिस्तारै चाहिँ यो चलाउने। यो अब सानो बनाउने, बिस्तारै यस्तरी चलाइराख्ने। अब पनि धेरै कडा गर्नु हुँदैन, मिसिन गर्नुपर्छ। यो चाहिँ चलाइराख्ने। यो टाइम हेरेर यसरी चलाइराख्ने। चाकुलाई चाकु नपग्लेसम्म यसमा चलाइराख्ने। चाकु पग्लेर यो पग्लिसक्यो भनेर त्यो ढुलोसोलो हाल्यो कि यो पकाउनु त टाइम लाग्छ। ल अब यो चाहिँ टाइम लाग्छ यो पकाउनु लाग्छ नि। यो बिस्तारै चलाउनु बिस्तारै चलाइरहनु। नपग्लेसम्म यो सामानहरू चाहिँ राख्नु मिल्दैन। बिस्तारै चाहिँ चलाइराख्नु। सबै पग्लेछ नि यो सामानमा। पानी पुग्छ धेरै पातलो भयो भने हुँदैन। त्यो चाकु नि यो पग्लेर आउँछ नि। पानी धेरै राख्नु हुँदैन। यो चाकु पकाउनुलाई अलिक टाइम लाग्छ। अब यसमा चाहिँ अब यो तिलको ढुलो हाल्ने। चलाइराख्नु बिस्तारै। तिलको ढुलो, नरिवलको ढुलो, सुकमेरको ढुलो बिस्तारै भयो। भयो पिठो। अब यसलाई चाहिँ एउटा भाँडामा खनाउने चाकुलाई पिठो पाक्लो छ कि बाक्लो छ? धेरै पातलो हुँदैन यो, ठिक्कको गर्नुपर्छ। यो अलिक बाक्लो गर्नुपर्छ। पातलो भयो भने त्यो यो मरी फुट्छ। ग्यासले ग्यासले यसमा अब यो भाँडामा एउटा भाँडामा चाकु पनि बन्यो। यो अब एउटा भाँडामा अब यसमा खनाउने यो चाकुलाई। अब यो चाकु पनि तयार भयो हाम्रो। यसो खनाउने। अब यो मरीलाई अब पानी तताउने। अब मैले चाहिँ नि अब यो पिठो चाहिँ नि मुछ्छु। यो पिठो चाहिँ नि यो भाँडामा राखौँ।
अब यसलाई चाहिँ नि मन तातोले धेरै एकैचोटि पानी पनि राख्नु हुँदैन, अलिअलि पानी राखेर यसलाई चाहिँ मुछ्नुपर्छ। धेरै साह्रो पनि हुँदैन, धेरै पातलो पनि हुँदैन, यो ठिक्कको हुनुपर्छ यो अमर बनाउनेलाई। यसलाई बिस्तारै यसरी मन तातो पानी हालेर यसरी मुछ्ने, मुछ्ने कति पानी पुगेको छैन, यसरी मुछ्ने। राम्रोसित मुछ्नुपर्छ, यसलाई नरम गरेर यसलाई मुछ्नुपर्छ। साह्रो भयो भने यो अमर फुट्छ। यसलाई यसरी मुछ्ने, बिस्तारै अलिकति पानी। अब यो पिठो पनि अब तयार हुन लाग्यो हाम्रो। अलि यो मुछ्नुपर्छ यो राम्रोसित। अब एउटा चाहिँ त्यसमा अलिकति तेल डाल्नुपर्छ। अब यसलाई चाहिँ मलमलको कपडाले एकछिन छोपेर राख्नुपर्छ नरम पार्नको लागि।